को निम्तलाई स्वीकार गरेर यहाँहरू सबै आइदिनु भएको छ। धन्यवाद पनि दिन चाहन्छु म दिदीबहिनीहरू सबैमा। र आजको यस 22औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस जुन हाम्रो आज नारा रहेको छ, स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान भन्ने नाराका साथमा आज हामी 22औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको गरेर 300 र यातायात खर्च 400 गरेर 700 थियो। अब उहाँहरूको कुरा सुनेर हैन, उहाँहरूको काम देखेर अहिले 1000 गरिदिएको छ। र यसै गरी नै सबै मतलब उहाँले एकदमै राम्रो राम्रो काम गर्दै जानुभयो भने उहाँहरूको कामलाई देखेर फेरि अब र हाम्रो सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाजीहरू, हाम्रो गाउँपालिकाको सम्पूर्ण परिवारमा मेरो तर्फबाट स्वास्थ्यमा समुदायको योगदानलाई बढाउनको निम्ति र स्वास्थ्य भनेको हाम्रो आफ्नै लागि हो र हाम्रो जीवनशैली स्वस्थ भयो नि हाम्रो देश र समाज स्वस्थ हुन्छ र स्वस्थ समाज भयो भने देश स्वस्थ हुन्छ र स्वस्थ देशले नै राम्रो स्वस्थ कार्यहरू गर्न सक्छ भन्ने सन्देश लिएर उहाँले निस्वार्थ रूपमा सेवा गर्नुहुन्छ। न उहाँहरूलाई कुनै किसिमको मासिक तलबहरू छ, न उहाँहरू सेवाबाट अवकाश भएपछि कुनै किसिमको मासिक रूपमा पेन्सन आउने व्यवस्था छ, न त कुनै मासिक रूपमा तलब अथवा कुनै अन्य इन्सेन्टिभहरू छ। एउटा नेपाल सरकारले सामान्य वर्षको एकचोटि पोसाक भत्ता भनेर प्रदान गर्दछ र महिनाको एकचोटि यातायात जानकी गाउँपालिकाका रोग दियो गनी गनी मलाई यो राक्षीले रोग दियो गनी गनी कहिले रोग लाग्यो मुटु भनी कहिले रोग भयो किडनी भनी मलाई यो राक्षीले रोग दियो गनी गनी मलाई यो राक्षीले रोग दियो गनी गनी सोचे थे पहिले पिउँदिन भनी साथी भाइ सबै पिउँदा रहेछन् सुखमा पिउँछन् दुःखमा पिउँछन् सधैँभरि नै पिउँदा रहेछन् यो दुनियाँको रीति नै यस्तै बुझेर बुझ पचाउँदा रहेछन् मलाई त धुम्रपानले रोग दियो गम भनी मलाई त धुम्रपानले रोग दियो गम भनी कहिले छाती दुख्यो चसी कहिले खोकी लाग्यो कमी कमी मलाई यो रक्सीले रोग दियो गनी गनी मलाई यो रक्सीले
रोग दियो गनी गनी। अब सुर्तीको सम्बन्धमा है त, सुर्तीको सेवन नगर्नु रहेछ गिजा त